वीरेन्द्रको वंश नाश भयो, ओके स्वाहा भयो, ओके सबै परिवार सकिए। गल्ती कसको? सुरक्षाको जिम्मा लिने नेपाली सेनाले सकेन, शाही नेपाली सेनाले सकेन। हुने शाही नेपाली सेना, श्री 5 परमाधिपति, श्री 5 को सुरक्षा गर्न नसक्ने कस्तो सेना, अनि कस्तो चिफ साहब प्रज्वल शमशेर जबरा? प्रश्न। ल अब सुन्नुहोस् यहाँ, यो राष्ट्रमा संस्थाहरू हुन्छ नि, होइन? त्यो संस्थाको आफ्नो आफ्नो जिम्मेवारी हुन्छ। अग्रिड? अब दरबार एउटा राज संस्थाको जिम्मेवारी हो, होइन? त्यहाँभित्रको चाहिँ जे काम कारबाहीहरू हुन्छ मलाई थाहा हुन्छ, दरबारभित्र के भइरहेछ मलाई थाहा हुन्छ। तर थाहा पक्नुहोस् न, के म त्यहाँ दरबारभित्र बसेको छु? त्यहाँ सेनाले नै सुरक्षा गर्छ, होइन? ओ, सुरक्षा त सेनाले नै गर्छ नि। अब त्यो सेनालाई पठाउने कसले? हामीले पठाउने हो। तर त्यो सेना कसको अन्तर्गत छ त? मेरो अन्तर्गत त कदापि छैन। मैले मेरो सेना दरबारबाट आदेश आउँछ, तिम्रो 2 बटालियन पठाऊ भनेर भन्छ, म 2 बटालियन पठाइदिन्छु।